कति राम्रो नानीहरू हो बापै एन्जल हो क्या उर्ला जस्तो छ तिम्रो त उर्ला जस्तो छ ल अरू 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 कता कता अरू अरू बाँकी छ अझै हो वार्षिक उत्सव कार्यक्रम ल भयो ल जाऊ बस आइज सद दिपाङ्की यो बाबैको ठुलो हेर्नु त बाबै कोही त त्यही त नि भाउजू जस्तो छ त रातो रातो गरेको आजदेखि जम्मैले रातो रातै कपडा लगाएको के हो भाउजूको ओठमा लाली ला जस्तै छ ए ल ल चल यहाँ नानीहरू अपुई कति राम्रो आएको है सबै राम्रो भएर होला नि ल ल ल यस्तो खतर छ ल ठिक छ व्यवस्था चाहिँ राम्रो छ अब त्यही त नि यो फुटिसक्यो ठिक छ आज वार्षिक उत्सवको दिन श्रीताको आधारभूत विद्यालयको 72औं वार्षिक उत्सवको दिन च्यानलमा गएर हेर्न सक्नुहुन्छ है औपचारिक रूपमा अगाडि बढाउन चाहन्छु आसन ग्रहणको कार्यक्रमबाट आजको यस कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु आजको यस 72औं वार्षिक उत्सव तथा अभिभावक दिवस समारोहमा व्यवस्थापन समितिका अध्यक्ष उत्तम शेरचन्दज्यूलाई अध्यक्षताको आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु अध्यक्ष रूपेश तुलाचन्दज्यूलाई हार्दिक अनुरोध गर्दछु त्यसैकै आसन ग्रहण गरिदिनु हुनका लागि म कुण्ड स्वास्थ्य चौकीका अहेब जनकराज भट्टज्यूलाई हार्दिक अनुरोध गर्दछु त्यसै गरी धीरेन्द्र कुमार विकज्यूलाई पनि म अतिथिको आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु त्यसै गरी आजको अभिभावकज्यूहरू तथा विद्यार्थी भाइ बहिनीहरू आज हाम्रो विद्यालयले 71औं वसन्त पार गरी 72औं वसन्तमा प्रवेश गरिरहँदा विद्यालयमा को अवस्था आजसम्म ल्याइपुर्याउनु हुने सर्वप्रथम त म उहाँहरूलाई यहाँ 72औं वसन्त पार गर्दासम्म शरीक भइदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु ताली बजाइदिनु होला अक्षय कोषको है अक्षय कोषको
त्यसै गरी कक्षा 8मा प्रथम हुनुभएको थियो छात्रा सुहानी छम्त्याल। उहाँको अभिभावक आउनु भएको छ भने अगाडि आइदिनु होला। ल एकदम राम्रो नानीले राम्रो पढ्ने मान्छे पनि राम्रो पढाइ पनि राम्रो होइन ल सर तल जाने धेरै धेरै धन्यवाद विद्यार्थी भाइ बहिनीहरूलाई। त्यसै गरी प्रथम स्थान हासिल गर्ने छात्रा हुनुहुन्छ अस्मिता परियार।